साथीहरुको दर्शनानी नमस्ते। आज हामी यता माथि कालिका थान जाँदै छौं। कालिका थान जानको लागि हिँडेका छौं। अहिले हाम्रो यहाँ हाम्रो सोल्टीले चाहिँ उता मोबाइल होल्डर बनाउँदै हुनुहुन्छ। अनि यति बेला अहिले ठ्याक्कै भन्दाखेरि हामी विजयपुरको ब्यारेकको पछाडी कडानी भन्ने ठाउँमा छौं। अब यो बाटो हुँदै यताबाट हामी सिधा यता माथि जाने छौं। माथि देख्न सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेर्नु होला। देख्न सक्नुहुन्छ यता हामी दुई भाइ टाक्क बस्यौं। यहाँ सोल्टी, म चाहिँ सोल्टो। कुरा पनि त्यसरी चाहिँ अब हाँसो मजाक हुनुपर्छ नि त। भिडियोमा अलिअलि रङ्ग भएन भने मजा आउँदैन। तपाईहरुलाई चाहिँ यो पुरै हेर्नुस्। भयो यति बेला हामी हिँडिसकेका छौं। सोल्टी अगाडि हुनुहुन्छ, पछि म छु। अब हामी यो बाटो हुँदै यता पारीतिर जाँदैछौँ। साथीहरु भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला। दुई 2.5 घण्टाको बाटो हिँडेर यो कालो पहाडमा आइपुग्दा हामी यसरी पट्ट चाहिँ शीतल तापेर बसिरहेका छौं। साथीहरु देख्न सक्नुहुन्छ यता हामी दुई भाइ टाक्क बस्यौं। यहाँ सोल्टी, म चाहिँ सोल्टो। कुरा पनि त्यसरी चाहिँ अब हाँसो मजाक हुनुपर्छ नि त। भिडियोमा अलिअलि रङ्ग भएन भने मजा आउँदैन। तपाईहरुलाई चाहिँ यो पुरै हेर्नुस्। यति बेला हामी टाइगर टपमा आइपुगेका छौं। टाइगर टपबाट देखिने यो सिन, यो भ्यूहरु तपाईहरुलाई चाहिँ देखाउन गइरहेका छौं। तपाईहरु देख्न सक्नुहुन्छ। यतिकै म जुम पनि गर्छु थोरै मात्रामा। ल देख्न सक्नुहुन्छ। यस्तो छ, यति खतरनाक छ। यहाँबाट सर्क जंगल देख्न सक्नुहुन्छ। कचानी केरेलाई सोल्टी यतातिर टक्क बस्नुभयो। सोल्टी तपाईलाई कस्तो लागिरहेछ? मलाई एकदम दामी, एकदम यतातिर आउने गर्छ पहिला। हजुर एकदम मन पर्ने यो फोटो पनि छ। ओके,
भनेपछि यहाँभन्दा पहिला नै आउनुहुन्थ्यो? एकदम। ए भनेपछि तपाईँ पोखरामा कति वर्षदेखि बसिरहनु भएको छ? म त भयो नि धेरै 60-62 सालदेखि बसेँ। 60-62 सालदेखि। यो एरिया एकदम राम्रो। भनेपछि पोखरामा तपाईँलाई सबै थाहा छ? धन्यवाद। उहाँ अहिले हामी दुइटै ब्लगिङको लागि निक्लेको होइन, मन्दिरतिर जाने भनेको, मन्दिरतिर जानलाई चाहिँ बाटो त्यहाँ बिचमा खराब भएको छ भन्ने कुरा आयो, त्यस कारणले गर्दाखेरि अहिले हामी मन्दिरसम्म पुग्न सकेनौँ। त्यसका लागि आदरणीय दर्शक महानुभावहरू हामी क्षमा चाहन्छौँ। फेरिको कुनै बेला हामी त्यसरी त्यो मन्दिरसम्म पुग्नेछौँ र त्यहाँको भिडियोहरू लिएर आउनेछौँ। र अब यहाँबाट हामी झर्दै गरेको भिडियोहरू पनि तपाईँहरूलाई हामीले अहिले खिच्नेछौँ र अब हामी यहाँबाट झर्छौँ केही छिनमा। हजुर दुईवटा बाटो छ भन्दै हुनुहुन्छ। अब कुन यस्तो मजाको बाटो छ यहाँतिर, यसरी पाहाडहरू यसरी छ होइन, पुरै पाहाड हेर्न सक्नुहुन्छ। कास्की जिल्ला भनेको त्यसै होइन रहेछ, कास्की कुरा पनि भयो। है आज हामी माथि टाइगर टपबाट झर्दैछु। बाटो हेरेर हिँड्नु है। यसरी हामी ओह्रालो झर्दैछौँ यो माथिको डाँडादेखि। सोल्टी अगाडि गइरहनु भएको छ, पछि पछि छु। बाहुन मरे नि म मर्दै मर्दैन भनेर फर्केर आम कसले फाल्यो पहिला? केटा आम फाल्यो होइन। केटाको डायलग चाहिँ यस्तो मिठो छ क्या, के जिन्दगी के हुँदैन भनेर आम फालेर होइन, केटी पाल अरे। बाहुन केटा केटी? बाहुन केटा, बाहुन केटी चाहिँ गुरुङको छोरी कि मगरको छोरी कि। अनि ठ्याक्क आम फाल्यो। केटाको डायलग चाहिँ म भुलेँ, केटीको डायलग चाहिँ फुल झरे नि काँडा झार्दैन, ता बाहुन मरे नि म मर्दै मर्दैन भनेर। केटाले हाम फाल्यो, फालेर मरिसकेको थियो, ऊ मरि नै भागेर केटी पालाएर होइन। फुल झरे नि काँडा झार्दैन, ता बाहुन मरे नि म त मर्दै मर्दैन। बसी भ्यालो यसो रमाइलो। यहाँबाट यसरी सिन यो भ्यू ल्याउँदै गर्दा तपाईँको चाहिँ ठ्याक्क एयरपोर्ट एरिया हेर्नुहोस्। यो पोखराको 14 अरब भ्रष्टाचार गरे भन्ने एयरपोर्ट यो साथीहरू, तपाईँ देख्न सक्नुहुन्छ। यही एयरपोर्ट हो, ठगी भयो भनेको चाहिँ एयरपोर्ट यो उता पारीसम्म छ होइन। यो अहिले घाम परेको कारणले गर्दाखेरि उतैबाट खिच्दाखेरि चाहिँ अहिले अर्कै देखिया होइन। चलो जस्तो भए पनि आउला साफै। यसरी चाहिँ भ्यूहरू यसरी देखिँदो रहेछ छक्क है।